हेलो गाइस, मेरो नाम चाहिँ आशिष र यो चाहिँ मेरो फर्स्ट भिडियो हुनेछ युट्युब जर्नीमा। आई होप एभ्री वान विल लाइक इट र सपोर्ट गर्नुहुन्छ भन्ने पनि आशा छ। म चाहिँ आज अस्ट्रियाको सबैभन्दा पुरानो म्युजियम द अस्ट्रियन म्युजियम भिजिट गर्न गइरहेको छु। यो चाहिँ 1827मा इस्टाब्लिस भएको थियो भने यस म्युजियमभित्र चाहिँ नेचरल हिस्ट्री, साइन्स र कल्चरका बारेमा धेरै कुराहरू सिक्न सकिनेछ। यस म्युजियममा डाइनोसर्सका स्केलेटन, फोसिल र अस्ट्रियन वाइल्ड लाइफ जस्तै कङ्गारू, रेप्टाइल्स र मरिन लाइफ पनि देख्न सकिनेछ। यो प्लेस खास गरी स्टुडेन्ट र फ्यामिलीका लागि एकदमै एजुकेसनल प्लेस हो भने सँगसँगै टुरिस्टका लागि पनि मेन डेस्टिनेसन हब रहेको छ, किनकि यो सिडनी टाउन र सिबिटीदेखि मात्र 10 to 15 मिनट्स वकिङ डिस्टेन्समा रहेको छ र यो प्लेस एकदमै एफोर्डेबल पनि छ। यस म्युजियमभित्र गएपछि हामीहरू अस्ट्रेलियाका बारेमा विभिन्न कुराहरू बुझ्नेछौँ र देख्नेछौँ। सँगसँगै अस्ट्रेलियाका पुरानो हिस्ट्री जस्तै आदिवासीहरूको सांस्कृतिक समूह कस्तो थियो भनेर पनि हामीले देख्नेछौँ यस भिडियोमा। त्यसैले यो प्लेस घुम्नका लागि एकदमै राम्रो छ। त्यसैले यो पुरा भिडियोहरू हजुरहरूले हेरेर साथ दिनुहुन्छ भन्ने आशा छ। लेट्स कन्टिन्यू द भिडियो। हेलो गाइज, आज चाहिँ अस्ट्रेलियन म्युजियम घुम्न आएको छौँ, फर्स्ट टाइम हो। म छु, मसँग मेरो दोस्त। हेलो हेलो, आज चाहिँ मेरो साथीको बर्थडे स्पेसलमा अस्ट्रेलियन म्युजियममा आएको छौँ। हामी आज चाहिँ रमाइलो तरिकाले हामी चाहिँ हल्का ढिला भयो, 4:30तिर आयौँ, तर 5 बजे बन्द हो। हामीसँग अगाडि दुईवटा साथीहरूसँग छौँ। अब हेरौँ आधी घन्टामा हामी के घुम्ने रहेछौँ। म सब देखाउने छु के रहेछ। यस्तै छ म्युजियम बस्नु जाने। यहाँ चाहिँ हाम्रो साथी हुनुहुन्छ धीरज। डाइनोसर्स म देखाउँछु आज। हामी चाहिँ डाइनोसर्स हेर्दैछौँ कहाँनिर हो भनेर। कहाँ रहेछ भनेर यहाँ चाहिँ टक्कसँगले वाइल्ड पार्क। यता मेरो दिदी पनि छ। अब गाई छ देखाउँछु यहाँ हेर्नुको। यहाँ चाहिँ जङ्गली प्लानेट बस्छन् अरे। डाइनोसरस छ यहाँभित्र। गाइज यहाँ, oh my god, what is this? What is this? के हो यस्तो चाहिँ? डेन्जर छ गाइज। यो त के हो क्या यस्तो? यहाँ लेखेको छ स्केलेटन अफ जिबेलिन एन्ड एडर एसियन इलिफेन्ट। हो यो एसियन इलिफेन्ट अरे हो, हात्ती। म फोटो खिच्छु भनेको क्या। लायन्स हो यहाँ त। त्यसै भनेको त जङ्गली प्लानेटको शेर भनेको यही हो क्या। अब यहाँ चाहिँ के रहेछ भित्र? के हो यता? कस्तो डर लाग्दो ठाउँ। यो पुतलीको पनि रहेछ। यहाँ यो छ जायन्ट के हो आम्मा, माछा पनि के खालको। यो चाहिँ स्याल हो कि के हो? जङ्गली स्याल हो त के को हड्डी हो? यहाँ रहेछ ताजमानियामा 20th सेन्चुरीमा फाउन्ड हुने डक अरे। यो कुकुरको हड्डी अरे हो। ओ माई गड, यो मुसा यिनीहरू। यो चाहिँ यहाँ रहेछ। यहाँ छ कहाँ रहेछ? एक लेङ यसले अन्डा दिन्छ। यहाँ भित्ती छ द मिसिङ माइलस्टोन। हजुर पढ्न सक्नुहुन्छ, म अगाडि राखिदिनेछु। यहाँ छ क्या मेन ब्युटी भनेको जिराफ। त्यो सँगसँगै यो के को हड्डी हो? यो जिराफ भएको। ओ माई गाइज, यहाँ के रहेछ? नेचर फुड प्रोसेसर अरे। हर्सको अरे यो माथिको, यो मुनिको जिराफको अरे, यो लियो पार्टको अरे। यो के हो? मेटिस रहेछ।
यस्तो यस्तो थियो अरे क्या पहिले। यहाँको लियो पार्ट छ यहाँ यसले खाँदैछ यो। अनि त्यो सँगसँगै यहाँ जिराफ छ। मलाई मेन यो के को हड्डी रहेछ भने यस्तो लाग्यो क्या डेन्जर हेर्न चाहिँ। ओ माइ यो जेब्रा त होइन लियो पार्टको यस्तो हुन्छ लियो पार्टको। यहाँ अर्को माछा के रहेछ माछा यो के पढ्नु भ्याइँदैन बन्द हुन आँटिसक्यो। यस्तो म नेक्स्ट टाइम हजुर पुरै डिस्क्रिप्सन अरूले पनि म हालिदिनेछु र म फुल भिडियो बनाउँछु। यहाँ चाहिँ पाएको रहेछ यसलाई सुकिनास लाग्छ। यहाँ हाम्रो एन्सियन्ट टाइमको यस्तो हुनुहुन्छ। यहाँ अक्टोपसहरू, यहाँ पनि लायन, यहाँ राइनो। यो हो क्या मेन जायन्ट भनेको गाइज। यो भनेको चाहिँ के हो भन्दाखेरि डाइनोसर। अनि यिनीहरूले कहाँ भेटेको यत्रो म्युजियममा सजाउनलाई यत्रो छ डाइनोसर। तपाईँहरू म देखाइदिनेछु। सँगै यता पनि छ यो पनि। यहाँ अर्को छ के रहेछ यस्तो छ गाइज। यहाँनिर यस्तो पनि छ स्टोन क्रेप्स अरे। यो चाहिँ जाइन्ट भएर क्रेप्स छ ताजमहल। यहाँ जाइन्ट क्रेप। यहाँ मान्छेहरू कसरी त्यहाँ गएर यस्तो हो भनेको होला। के हो यहाँ पढ्नु भएको छैन जे पनि। गाइज म नेक्स्ट टाइम पुरै देखाउनेछु। माथिबाट अझै राम्रो भ्यू देखिने थियो तर माथि चाहिँ क्लोज भइसकेछ। यहाँ माथिबाट यसो तपाईँहरूमा यसो भ्यू दिन्छु। माथिबाट यो डाइनोसर्स र आँखाले अगाडि हेर्न मिल्ने कि अझै योभन्दा बढ छ। त्यो चाहिँ तपाईँहरू म फोटो हालिदिनेछु त्यो हेर्न सक्नुहुनेछ। चाहिँ भित्र पनि यहाँ के हो यो होइन के एउटा म्युजियमको बारेमा छ होला नलेजेबल आइटम्स थियो। यहाँ चाहिँ यसको रोड म्याप पनि छ अस्ट्रेलियन म्युजियमको। हामी चाहिँ अहिले बेलुका हामी टक्कसँग म्युजियम बाहिर यस्तो छ बबा ठाउँ हो म्युजियम बाहिर। हामी बाहिर यहाँनिर आयौँ। यति राति पनि यस्तो छन् बिजी ठाउँहरू छ।